गाडीहरू जबरजस्ती आउँदाखेरि चाहिँ यसरी रोडहरू है एकदमै ड्यामेज भइरहेको छ। ल स्पेशल मेरो कुमाईको ड्राइभर दाजुभाइहरूलाई मेरो एउटा सुझाव या मेरो बिन्ती है, अहिले घरि चाहिँ माइलुगोलाई भएर चाहिँ हाई स्कुल भइकिन जुन निस्किने बाटो छ है, रोडमा चाहिँ यसरी नालीको काम भइरहेको छ है। यहाँ सामानहरू झारेकोले गर्दाखेरि र गाडीहरू जबरजस्ती आएर यसरी है साइड सबै अब भत्काइसक्यो र सम्पूर्ण मेरो ड्राइभर दाजुभाइहरूलाई यही बिन्ती है, तपाईहरू यदि माइलुगोलाई भएर हाई स्कुल भइकिन आउनुहुन्छ भनेदेखि सिके दाजुको तर्फबाट तपाईहरू गाडी चलाइदिनु होला है, र हाई स्कुलपट्टिबाट कृपया नआइदिनु होला। किन भन्दाखेरि चाहिँ हाई स्कुलको तर्फ चाहिँ यहाँनिर काम भइरहेको छ र काम हुँदाखेरि चाहिँ रोड एकदमै कन्जस्टेड सानो भएको कारणले चाहिँ गाडीहरू जबरजस्ती आउँदाखेरि चाहिँ यसरी रोडहरू है एकदमै ड्यामेज भइरहेको छ। कृपया है सम्पूर्ण मेरो कुमाईको ड्राइभर दाजुभाइहरूलाई बिन्ती या रिक्वेस्ट एउटा सुझाव भनौँ है, प्लिज यो बाटो चाहिँ नआइदिनु होला।